हेलो साथीहरू, आज चाहिँ हाम्रोमा पूजा छ अनि इक्जाम पनि छ मेरो। तर गएन म। प्रायोरिटी भन्दा पनि एब्सेन्ट इज बेटर देन 2/40, किनकि मेन्टालिटी नै यस्तो थियो कि वैशाखमा इक्जाम हुन्छ अनि त्योभन्दा अगाडि त अनि अरू कुराले नि त्यो बेसिकली बटम लाइन भनेको पढेकै थिएन है। अनि एक्कासी बिहान 2-3 दिन अगाडि चाहिँ रुटिन आउँछ। के गर्ने अब त्यसपछि? त्यही पनि ठिकठाकै भयो। अब आज गएन, हिजोकोमा त साथीहरू सामान सार्दा घरि तल घरि माथि यस्तै छ।